आनाङास्यो यारबुनु यहाँहरू सम्पूर्णलाई मेरो नमस्कार। सबैजना साथीहरू सन्चै हुनुहुन्छ? आई होप सबैजना साथीहरू सन्चै हुनुहुन्छ र म पनि ठिकै छु। आज पनि मैले इपिएस टपिक अन्तर्गतको लेसन 12 को महत्त्वपूर्ण शब्दको अर्थ लिएर आएको छु। यो अति नै महत्त्वपूर्ण भएकोले साथीहरू स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न पनि नबिर्सनु होला है त। अब भने हामी कति पनि ढिला नगरिकन विषयवस्तुतर्फ लागौँ। थेजुङ खेउथोङ भनेको छ सार्वजनिक यातायात। थेजुङ खेउथोङ सार्वजनिक यातायात। इयोङे थेहे भनेको छ प्रयोगको बारेमा। इयोङे थे प्रयोगको बारेमा। इयु भनेको छ कारण। इयु भनेको कारण। खेउथोङ सुदान भनेको छ यातायातका साधन। खेउथोङ सुदान यातायातका साधन। थादा भनेको छ चढ्नु। थादा चढ्नु। माउल बस्सु गाउँको बस। माउल बस्सु गाउँको बस। सिने बस्सु सहरको बस। सिने बस्सु सहरको बस। त्यस्तै गरेर अर्को रहेको छ सिनवे अथवा खोसक बस्सु भनेको छ अन्तर जिल्ला अथवा द्रुतगति बस भन्ने हो, एक्सप्रेस बस हैन। ट्याक्सी भनेको छ ट्याक्सी भनेको ट्याक्सी। खिचा ट्रेन अथवा रेलगाडी। खिचा ट्रेन अथवा रेलगाडी। केटीएक्स अथवा खोसोक एल्छा भनेको छ केटीएक्स अथवा यसलाई चाहिँ केटीएक्स पनि भनिन्छ र द्रुतगति एक्सप्रेस रेल पनि भनिन्छ हैन। द्रुतगति रेल भन्ने गरिन्छ। त्यस्तै गरेर अर्को रहेको छ छियाछल भनेको छ भूमिगत रेल। छियाछल भूमिगत रेल। फिएङ्गी हवाईजहाज। फिएङ्गी हवाईजहाज। फे भनेको छ पानीजहाज भन्ने हो, फे पानीजहाज। त्यस्तै गरेर अर्को रहेको छ छाजनग भनेको छ साइकल। छाजनग साइकल। ओथोबाई मोटरबाइक। ओथोबाई भनेको छ मोटरबाइक। फसु छङ्न्योजाङ भनेको छ बस स्टप। फसु छङ्न्योजाङ बस स्टप। फसु टर्मिनल भनेको छ बस टर्मिनल भन्ने हो, फसु टर्मिनल बस टर्मिनल। त्यस्तै गरेर अर्को रहेको छ खिचायक भनेको छ रेलवे स्टेसन। खिचायक रेलवे स्टेसन। छियाछरेक भनेको छ मेट्रो स्टेसन भन्ने हुन्छ, छियाछरेक मेट्रो स्टेसन। खोङहाङ भनेको छ विमानस्थल। खोङहाङ विमानस्थल। अतग्गे भनेको छ कसरी। अतग्गे कसरी अथवा के किन पनि हुन्छ। यो अवस्था अनुसार बुझ्ने कुरा हो। अवस्था अनुसार चाहिँ कुनै ठाउँमा कसरी कुनै ठाउँमा किन भन्ने अर्थ पनि लाग्छ। वन भनेको छ पटक अथवा पालो। वन पटक अथवा पालो। अल्मना भनेको छ धेरै कति धेरै अथवा कति जति भन्ने हो, अल्मना कति धेरै अथवा कति जति। खल्लिदा भनेको छ समय लाग्नु अथवा झुन्ड्याउनु। खल्लिदा समय लाग्नु अथवा झुन्ड्याउनु। थुरक भनेको छ ट्रक। थुरक भनेको ट्रक। चुम भनेको छ लगभग अथवा करिब। चुम लगभग अथवा करिब। त्यस्तै गरेर अर्को रहेको छ थोगु भनेको छ उपकरण। थोगु उपकरण। छेरो सामग्री। छेरो सामग्री। फाङफप तरिका। फाङफप तरिका। त्यस्तै गरेर अर्को रहेको छ सिजाकजम भनेको छ सुरुवात बिन्दु। सिजाकजम सुरुवात बिन्दु। छोकजाकजम भनेको छ गन्तव्य बिन्दु। छोकजाक जम भनेको गन्तव्य बिन्दु। सिगानी खल्लिदा भनेको छ समय लाग्नु। सिगानी खल्लिदा समय लाग्नु। इदोङ भनेको छ स्थानान्तरण। इदोङ स्थानान्तरण। थागो खादा भनेको छ चढेर जानु अथवा सवारीमा जानु। थागो खादा चढेर जानु अथवा सवारीमा जानु। थागो ओदा चढेर आउनु अथवा सवारीमा आउनु। खरखादा भनेको छ खरखादा भनेको हिँडेर जानु। खरओदा भनेको हिँडेर आउनु। खरखादा भनेको हिँडेर जानु। त्यस्तै गरेर खरओदा भनेको हिँडेर आउनु। खरथादा भनेको छ सवारी परिवर्तन गर्नु भन्ने हो। खाराथादा भनेको सवारी परिवर्तन गर्नु। खाराथादा भनेको चाहिँ सवारी परिवर्तन गर्नु। वान्सुङ हादा भनेको छ सवारी परिवर्तन गर्नु। हन्सुङ हादा भनेको पनि सवारी परिवर्तन गर्नु। छिनादा भनेको छ पार गर्नु। छिनादा पार गर्नु। खत्ता भनेको छ हिँड्नु।
खत्ता हिँड्नु। छुल्गुन सिगान भनेको छ काममा जाने समय। छुल्गुन सिगान भनेको काममा जाने समय। त्यस्तै गरेर अर्को रहेको छ थोइगुन सिगान भनेको छ कामबाट फर्कने समय। थोइगुन सिगान भनेको कामबाट फर्कने समय। छुल्थोइगुन सिगान भनेको काममा जाने आउने समय। छुल्थोइगुन सिगान भनेको छ काममा जाने आउने समय। छागा मगिदा भनेको छ यातायात जाम हुनु। छागा मगिदा भनेको चाहिँ यातायात जाम हुनु। त्यस्तै गरेर अर्को रहेको छ खाकाप्ता भनेको छ नजिक हुनु। खाकाप्ता नजिक हुनु। मल्दा भनेको छ टाढा हुनु। मल्दा टाढा हुनु। नुत्ता भनेको छ ढिलो हुनु। नुत्ता ढिलो हुनु। त्यस्तै गरेर अर्को रहेको छ मियान आधा भनेको माफ गर्नु। मियान आधा भनेको छ माफ गर्नु। मोसिदा भनेको चाहिँ साथमा ल्याउनु अथवा अधीनमा रहनु। मोसिदा भनेको छ साथमा ल्याउनु अथवा अधीनमा ल्याउनु, अधीनमा रहनु। त्यस्तै गरेर अर्को रहेको छ खाजिगो ओदा भनेको छ ल्याउनु, लिएर आउनु हो। खाजिगा ओदा भनेको चाहिँ ल्याउनु अथवा लिएर आउनु भन्ने हो। खाप्सी सादा भनेको चाहिँ मूल्य सस्तो हुनु। खाप्सी सादा भनेको मूल्य सस्तो हुनु। त्यस्तै गरेर अर्को रहेको छ नाल्सिगा थप्ता भनेको छ मौसम गर्मी हुनु। नाल्सिगा थप्ता, नाल्सिगा थप्ता भनेको चाहिँ मौसम गर्मी हुनु। त्यस्तै गरेर अर्को रहेको छ छागा मगिदा भनेको छ ट्राफिक जाम हुनु। छागा मगिदा ट्राफिक जाम हुनु। त्यस्तै गरेर अर्को रहेको छ नाल्सिगा छोदा भनेको छ मौसम राम्रो हुनु। नाल्सिगा छोदा मौसम राम्रो हुनु। त्यस्तै गरेर अर्को रहेको छ होइसाए नुत्ता भनेको चाहिँ काममा जाने, काममा ढिलो हुनु। होइसाए नुत्ता भनेको चाहिँ काममा ढिलो हुनु, कम्पनीमा ढिलो हुनु है। अनि त्यस्तै गरेर अर्को रहेको छ छिबी खाकाप्ता भनेको घर नजिक हुनु। छिबी खाकाप्ता घर नजिक हुनु। उम्सिगी मासित्ता भनेको छ खाना स्वादिष्ट हुनु। उम्सिगी मासित्ता भनेको खाना स्वादिष्ट हुनु। त्यस्तै गरेर अर्को रहेको छ फिगा मानी ओदा भनेको छ पानी धेरै पर्नु अथवा धेरै वर्षा पर्नुलाई पनि फिगा मानी ओदा भनिन्छ। त्यस्तै गरेर अर्को रहेको छ छुल्गुन सिगान भनेको छ कामबाट फर्कने समय। छोगुम भनेको छ अलिकति अथवा थोरै। छोगुम भनेको थोरै अथवा अलिकति। त्यस्तै गरेर अर्को रहेको छ खोइन्छान्दा भनेको छ ठिक हुनु। खोइन्छान्दा ठिक हुनु। अल्मना खल्लिदा भनेको छ कति समय लाग्छ भन्ने अर्थ हो। अल्मना खल्लिदा भनेको चाहिँ कति समय लाग्छ। त्यस्तै गरेर अर्को रहेको छ छन्छनी माल्सुम आधा भनेको छ बिस्तारै भन्नु। छल्छनी माल्सुम आधा, छन्छनी माल्सुम आधा भनेको चाहिँ बिस्तारै भन्नु। छन्छनी माल्सुम आधा बिस्तारै भन्नु। त्यस्तै गरेर अर्को रहेको छ फालदाल थोइदा भनेको छ विकसित हुनु अथवा उन्नति हुनु। फालदाल थोइदा भनेको चाहिँ विकसित हुनु अथवा उन्नति हुनु। त्यस्तै गरेर अर्को रहेको छ मल्दा भनेको छ टाढा हुनु। मल्दा टाढा हुनु। मनखोत भनेको चाहिँ टाढा स्थान। मनखोत भनेको टाढा स्थान। फ्याल्ली आधा भनेको छ सुविधाजनक हुनु। फ्याल्ली आधा सुविधाजनक हुनु। खाजङ भनेको छ खाजङ भनेको सबैभन्दा। खाजङ भनेको चाहिँ सबैभन्दा। त्यस्तै गरेर अर्को रहेको छ नल्ली इयोङ थोइदा भनेको छ व्यापक रूपमा प्रयोग हुनु। नल्ली इयोङ थोइदा भनेको चाहिँ व्यापक रूपमा प्रयोग हुनु। त्यस्तै गरेर अर्को रहेको छ थेथोसी भनेको चाहिँ ठुलो सहर। थेथोसी ठुलो सहर। त्यस्तै गरेर अर्को रहेको छ छुङसो थोसी भनेको चाहिँ साना अथवा मध्य आकारको सहरलाई चाहिँ हामी के भन्ने छुङसो थोसी भन्ने होइन। त्यस्तै गरेर अर्को रहेको छ एनगेरादा भनेको छ गाँस्नु अथवा जोड्नु अथवा जडन गर्नु। एनगेरादा गाँस्नु अथवा जोड्नु अथवा जडन गर्नु। त्यस्तै गरेर अर्को रहेको छ नोसन भनेको छ मार्ग। नोसन मार्ग। छुयोङ नोसन भनेको छ मुख्य। छुयो नोसा भनेको चाहिँ नोसन भनेको
छुयो नोसन भनेको मुख्य मार्ग। त्यस्तै गरेर अर्को रहेको छ सिम्या सिगान भनेको छ मध्यरातको समय। सिम्या सिगान भनेको चाहिँ मध्यरातको समय। त्यस्तै गरेर अर्को रहेको छ उनेङ थोइदा भनेको छ सञ्चालन हुनु। उनेङ थोइदा सञ्चालन हुनु। थोसिनगान भनेको छ सहरहरूबीच। थोसिगान भनेको चाहिँ सहरहरूबीच। त्यस्तै गरेर अर्को रहेको छ चाल्बुन खरी भनेको छ छुट्टो दूरी। चाल्बुन खरी भनेको चाहिँ छोटो दूरी। त्यस्तै गरेर अर्को रहेको छ थोसिने भनेको छ सहरभित्र। थोसिने भनेको चाहिँ सहरभित्र। खोदगोद भनेको छ सबै स्थानमा। खोदगोद सबै स्थानमा। त्यस्तै गरेर अर्को रहेको छ छुयो थे थोसिन भनेको चाहिँ प्रमुख ठुला सहरहरू। छुयो थे थोसिन भनेको चाहिँ थोसी। छुयो भनेको प्रमुख, थे भनेको ठुलो, थोसी भनेको चाहिँ सहर। त्यस्तै गरेर अर्को रहेको छ खिचायक भनेको चाहिँ रेलवे स्टेसन। खिचायक रेलवे स्टेसन। छल्दो भनेको छ रेलमार्ग। छल्दो रेलमार्ग। खानुङ आदा भनेको छ सम्भव हुनु। खानुङ आदा सम्भव हुनु। खानुङ आदा भनेको सम्भव हुनु। एल्छा भनेको छ रेलगाडी अथवा ट्रेन। एल्छा भनेको रेलगाडी अथवा ट्रेन। त्यस्तै गरेर अर्को रहेको छ खोसोक याल्छा भनेको छ उच्च गतिको रेलगाडी। खोसोक याल्छा उच्च गतिको रेलगाडी। त्यस्तै गरेर अर्को रहेको छ योगुम भनेको छ भाडा शुल्क। योगुम भनेको भाडा शुल्क। त्यस्तै गरेर अर्को रहेको छ छाङ्गरी भनेको चाहिँ छाङ्गरी भनेको लामो दूरी। छाङ्गरी लामो दूरी। थेजुङ खेउथोङ भनेको सार्वजनिक यातायात। इन्टरनेट भनेको छ इन्टरनेट। मोबाइल एप भनेको छ मोबाइल एप्लिकेसन अथवा मोबाइल एप। त्यस्तै गरेर अर्को रहेको छ फ्यौरुल एमे हादा भनेको छ फ्यौरुल एमे हादा भनेको चाहिँ टिकट आरक्षित गर्नु। फ्यौरुल एमे हादा टिकट आरक्षित गर्नु। पाल्ली भनेको छ चाँडो। पाल्ली चाँडो। इदोङ हादा भनेको छ सार्नु अथवा चल्नु। इदोङ हादा सार्नु अथवा चल्नु। ट्याक्सी भनेको छ ट्याक्सी। ट्याक्सी। फुरुदा बोलाउनु गाउनु अथवा अगाउनु। बोलाउनु अथवा गाउनु अथवा अगाउनु फुरुदा। त्यस्तै गरेर अर्को रहेको छ आजु भनेको छ धेरै अथवा ज्यादै। आजु धेरै अथवा ज्यादै। खरस छुल्गुन हादा भनेको छ हिँडेर काममा जानु। खरस छुल्गुन हादा हिँडेर काममा जानु। न्ययोङ भनेको छ न्ययोङ भनेको चाहिँ विषयवस्तु अथवा विषय। न्ययोङ विषयवस्तु अथवा विषय। थाउम भनेको छ अर्को। थाउम अर्को। याल्छा सुङछागन भनेको छ रेल यात्रा टिकट भन्ने हो। त्यस्तै गरेर अर्को रहेको छ छुङसा इल्छा भनेको छ चढ्ने मिति। याल्छा बनहो भनेको छ याल्छा बनहो भनेको याल्छा छङ्बो भनेको छ रेलगाडीको जानकारी। याल्छा छङ्बो भनेको चाहिँ रेलगाडीको जानकारी। त्यस्तै गरेर अर्को रहेको छ होछा बनहो भनेको छ रेलको डिब्बाको नम्बर। होछा बनहो भनेको चाहिँ रेलको डिब्बाको नम्बर भन्ने हो। त्यस्तै गरेर अर्को रहेको छ छ्वासक बनहो भनेको छ सिटको नम्बर। छ्वासक बनहो सिटको नम्बर। त्यस्तै गरेर अर्को रहेको छ थानुनखोत भनेको चढ्ने स्थान। थानुनखोत बनहो भनेको चढ्ने स्थानको नम्बर। त्यस्तै गरेर अर्को रहेको छ यागेस वागिनादा भनेको छ स्टेसन पुष्टि गर्नु। त्यस्तै गरेर अर्को रहेको छ छुङसा योगुम भनेको छ सवारी भाडा अथवा चढ्ने भाडा। छुलबारादा भनेको छ प्रस्थान गर्नु। छुलबारादा प्रस्थान गर्नु। थोजाक हादा भनेको छ पुग्नु अथवा आइपुग्नु। थोजाक हादा पुग्नु अथवा आइपुग्नु। तनादा भनेको छ जानु। तनादा जानु। खाग्याक मूल्य।
खाग्यक मूल्य नम्दा नाग्नु अथवा भन्दा बढी नम्दा नाग्नु अथवा भन्दा बढी। त्यस्तै गरेर अर्को रहेको छ खाछुन गत भनेको उस्तै कुरा, खाछुन गत भनेको छ उस्तै कुरा। इल्बान एल्छा भनेको सामान्य रेलगाडी, इल्बान एल्छा सामान्य रेलगाडी। छोइनामदान थोसी भनेको छ सबैभन्दा दक्षिणी सहर। एमेहादा भनेको छ एमेहादा भनेको चाहिँ आरक्षण गर्नु, एमेहादा आरक्षण गर्नु। मोक्जक्जी भनेको गन्तव्य, मोक्जक्जी गन्तव्य। फियङसिगान भनेको छ उडानको समय, फियङसिगान उडानको समय। छाम्कानमान एकछिन, छाम्कानमान एकछिन। खिदर्य छुदा भनेको छ पर्खिदिनु, खिदर्य छुदा भनेको चाहिँ पर्खिदिनु। त्यस्तै गरेर लास्टमा रहेको छ खाजीगो खेसिन भनेको छ साथमा भएको यात्रा टिकट, खाजीगो खेसिन भनेको चाहिँ साथमा भएको यात्रा टिकट। च्याप्टर 12 को महत्त्वपूर्ण शब्दको अर्थ यति नै रहेछ साथीहरू। तपाईहरूलाई यस भिडियो हेरेर कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट मार्फत आफ्नो सल्लाह सुझावहरू र प्रतिक्रिया दिन नभुल्नुहोला। र फेरि पनि यस्तै महत्त्वपूर्ण शब्दको अर्थ च्याप्टर 13 लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि हजुरहरू समक्ष बिदा माग्न चाहन्छु। खाम्साहाम्निदा।